अचानक एकाएक पोखराको अस्पताल नजिकै रहेको तालबेसीमा एउटा मुडोबाट अचानक पानी निक्लिँदा त्यहाँ आश्चर्यजनक भएको छ र मान्छेहरूले चाहिँ त्यसलाई दैविक शक्ति हो कि के हो भनेर चाहिँ एकदमै उत्सुकताका साथ हेरिरहेका छन्। त्यहाँ एकदमै भिडभाड बढिरहेको छ। त्यही ठाउँ अहिले तपाईहरुलाई हामीले देखाउँदै छौं। तपाईहरु अन्तिमसम्म यो भिडियोलाई हेर्दै गर्नुहोला। रुपातालको विस्तार गर्ने क्रममा यहाँ 3 वटा डोजरले यो मुडोलाई एकैचोटी खन्दा पनि यो मुडो खन्न नसकेको भन्ने कुरा सुन्नमा आएको छ। त्यसैगरी यो मुडामा दैविक शक्ति हो भनेर चाहिँ विश्वास नगर्ने अन्धविश्वासी हो ढोगी हो भन्ने 3 जनालाई यही बेपत्ता गरेको भन्ने कुरा पनि सुनिएको छ। तपाईहरु पनि यहाँ आएर एकचोटी दर्शन गर्न सक्नुहुनेछ जलदेवी माताको। र यदि तपाई यहाँ आउन सक्छ छैन भने यही भिडियो मार्फत पनि तपाईले दर्शन गर्न सक्नुहुनेछ। जय जलदेवी माता, हर हर महादेव, जय शिव शंकर, जय भोले। तपाईहरुलाई थाहा नै छ रुपातालको रुखको ठुटोबाट निरन्तर पानी बगिरहेको छ। म पनि दुईचोटी मात्र भयो भनेर 3 पटक पुर्याउन आज जलदेवीको आशीर्वाद लिन आएको छु। यो रुखको ठुटोबाट निस्केको पानी छम्किने बित्तिकै जस्तो सुकै रोग दुख दरिद्र नाश हुने भन्नेमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूको जनविश्वास छ। 10 वर्षसम्म मुखै नबोलेको मान्छे पनि यो रुखको ठुटोको पानी पिउने बित्तिकै बोल्न सुरु गरेको भन्ने हामी सबैले दर्शी छौं। यो अन्धविश्वास हो भन्ने 3 जना व्यक्तिहरू पनि यही विलय भएको भन्ने पनि पाइन्छ। यस ठाउँको पृष्ठभूमिको कुरा गर्दा अहिले रुपाताल विस्तार गर्ने क्रममा 3 वटा जेसीबीले रुख खन्दा पनि यो ठुटो हटाउन नसकेको उल्टै जेसीबी नै भाँचिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। त्यसैले हामीलाई पूर्ण विश्वास छ भगवान प्रति। यो ठाउँमा मन्दिर बनेर संरक्षण गर्नुपर्छ। तपाईहरु पनि एकचोटी जलदेवी माताको आशीर्वाद लिनुहोला, दर्शन गर्नुहोला। तपाईले यो ठाउँमा आएर जे माग्यो त्यही पुरा हुन्छ। म त मेरो आयु पनि मेरो आमालाई नै लागोस्। जय जलदेवी माता, हजुरको आशीर्वाद मिलोस्। भगवान माथि भरोसा राख्ने जति यो मन्दिरको दर्शन गर्न आउनु होला। नेपाल देव भूमि हो, भगवानको प्रकट जहाँ पनि र जुनसुकै रूपमा पनि हुन सक्छ। यसमा कुनै शंका छैन, मानिरहनु पर्दैन। दैविक शक्ति प्रति मेरो पूर्ण विश्वास छ। वैज्ञानिक तथ्य हो भन्ने र दैविक शक्ति हो भन्ने को हुनुहुन्छ आफ्नो प्रतिक्रिया तल दिनुहोला। ल साथीहरु, अब आजको भ्लगलाई फेरि आज यही अन्त्य गरौँ। टुटेश्वर जलेश्वर महादेवले सबैको कृपा गरून्, रक्षा गरून्। जय जलेश्वर महादेव। तपाईहरु सबैलाई चाहिँ आज मैले चाहिँ लगभग 3 चोटी आइपुगे। 2 चोटीले मात्रै हुँदैन भनेर यसलाई 3 चोटी पुर्याउनु पर्छ भन्ने जनमानसले गर्दा तपाईले यहाँ आएर माग्यो भने जे माग्यो त्यही पुरा हुन्छ भन्ने एउटा जनविश्वास छ। हामी पनि 2 चोटी मात्र के गर्ने भनेर 3 चोटी पुर्याउनलाई 3 चोटी आइसक्यौं। जलेश्वर महादेवको 3 चोटी चाहिँ हामीले चाहिँ दर्शन गरिसक्यौं।